अहिले बोल्नै पर्छ हाम्रो कुलमान घिसिङज्यूको भाइ उहाँलाई त मैले जहिले पनि नमस्कार गर्छु उहाँले त हामीलाई अन्तर्राष्ट्रिय जगतमा पनि एउटा ठुलो इज्जत राखिदिनु भएको म त ठुलो जहाज उडाउँछु नि हिजोको दिन हामी नेपालको क्षेत्रभित्र प्रवेश गर्दा हामी कहाँ पुग्यौँ भनेर थाहा हुँदैन थियो तर आज म पश्चिमबाट आउँदा यो नेपालगञ्ज हो है यो सुर्खेत हो यो हिटौडा हो यो पोखरा हो भने हामीहरूले त्यो बत्तीको आधारमा आकलन गर्न सक्छौँ हामीले खालि लोड सेडिङका मात्रै कुरा देख्छौँ लोड सेडिङ पछाडि जुन आर्थिक भार नेपालले बेहोर्नु परिरहेको थियो नि र भविष्य अन्धकार थियो देशकै त्यो हामीले बुझ्नु जरुरी छ मैले उहाँलाई बिचमा पनि भने चिन्ता नगर्नुहोस् अब कुलमानजी तपाईँलाई त्यहाँबाट हटाइएको होइन तपाईँको पद बढाइएको हो अब ऊर्जा मन्त्री भएर आउनुहोस् तपाईँ